हेलो गाइस नमस्ते हैन पहाड छिटो जाने ट्राई गर्छु अझै हामी छिटो जाने हो हेलो साथीहरु देख्नुहुन्छ हामी फाइनली बेलेटार आइपुगेको छौँ अब बेलेटारमा यहाँ पानी कस्तो परिरहेको छ हैन तर धरानको जति चाहिँ धरानको भन्दा कम परेको यहाँ चाहिँ अब हल्का चलिरहेको छ त्यसले गर्दाखेरि हामी चाहिँ फाइनली यहाँ फेरि सामान झार्नुपर्ने हुन्छ त्यो सामान झरिसकेर फेरि तपाईँहरूलाई म अगाडि देख्नुहुन्छ हजुर अब चाहिँ हामीले यहाँ फाइनली मैदा सबै सब झारिसक्यो सामानहरू सबै झारिसक्यौँ होइन यहाँनिर चाहिँ धेरै थिएन 2 बेर मैदा मात्रै थियो अब यहाँबाट झारिसकेर चाहिँ हामी फाइनली अब लाग्नेछौँ एकैचोटि हाम्रो चाहिँ के भन्छ घन्टेमा थोरै सामान त्यहाँ झारिसकेर हामी चाहिँ जानेछ अब यहाँबाट बेलेटारबाट चाहिँ हामी झरिनु राख्यौँ हामी चाहिँ फाइनली यहाँ घन्टेमा आइसकेको छौँ घन्टेमा आएर हामी रेडी गरेर यहाँ सामान झार्नुपर्ने मस्तो धुवाबाट एकदम धुवाएर चाहिँ किनभने यो तातेर हो देख्न सक्नुहुन्छ मस्तो तातेर यसको चाहिँ यो चक्काबाट धुवाइरहेछ यो चाहिँ हामी माछा पालनमा यहाँ गोसहरू ब्रान्ड गोस अनि धुलाले माछाहरू यो रिसोर्ट हो एउटा रिसोर्ट छ यो गोसहरू ब्रान्ड गोसहरू हाल्नुपर्ने हुन्छ तपाईँलाई यो माछा तपाईँको देख्नु सर्लक्क एउटा ठाउँ त्यस्तो छ यो रिसोर्ट हो एउटा गेट चाहिँ परबाट हो हामीले झार्ने चाहिँ यहाँबाट हो सामान चाहिँ सो गाइस हामीले चाहिँ यहाँ फाइनल तरिकाले यहाँ झारिसक्यौँ सामान होइन अब यहाँदेखि हामीले अब दिइसक्यो यहाँ पछाडि हामी टक्क जान्छ यहाँ पछाडि होटलै त्यहाँबाट सामान जानु छ गरेर पछाडि एक ठाउँ छ वारी त्यहाँ देख्नेछौँ साथीहरू हेर्दै गर्नु मलाई माया देख्नुलाई अहिलेसम्म लाइक कमेन्ट सेयर गर्न सब्सक्राइब गर्न भएको छैन भने सब्सक्राइब गरिदिनु होला यहाँ मोटिसकेको चाहिँ सक्नुहुन्छ सब साथीहरू अब हामी मोलघाटमा भेट्छौँ यो देख्न सक्नुहुन्छ आज चाहिँ यत्रो कत्रो बारी आइरहेको छ यहाँनिर चाहिँ मस्त ठुलो एकदम त्यो माथि एउटा एकदम ठुलो बारी आइरहेको छ देख्न सक्नुहुन्छ कालो कालो पानी छ यहाँबाट मैले यो पानी आइरहेको थियो अब रातभरि नै त्यो पानी आउँछ यहाँनिर त्यही भएर थोरै स्थानीय यहाँले हेर्नु होला साथीहरू यता देख्न सक्नुहुन्छ यस्तो अकर भिड छ ठुलो अब हामी जानुपर्ने यता हो ल ठिक हामी जहिले मूलघाटको बारीपट्टि आइसकेको छौँ यहाँ सामान थोरै अलिक हिचकोरी झार्नु 2-3 बेला जस्तो जानुभएर अनि यहाँ चाहिँ हामी बल्ल बल्ल मूलघाट आइपुग्यौँ फाइनली गाइजहरू होइन यहाँ सामान झारेको छ दमाउनु देख्न सक्नुहुन्छ फाइनली यो काउलाउजी माथि राख्ने यहाँतिर त्यो हरियो हो हार्नु अब तपाईँहरूलाई हामी पुलबारी भेट्ने हुन्छ मोटो बाबालाई हामी त यहाँदेखि निस्किँदैछौँ कलाएर निस्किने लगाइदिउँ गाइजहरू अब हामी यहाँबाट साथीहरू हामी चाहिँ यहाँबाट अब टक्क मूलघाटदेखि अलिक परतिर त्यहाँ एउटा दोकानमा त्यहाँ सामान जानु छ त्यस पछाडि हामी सिधै पात्लेमा ल्यान्डिङ हुनेछौँ तपाईँहरूले हेर्दै गर्नुहोला माया गरिराख्नु होला हाम्रो मोटो कहाँ पर बस्छ अब हामी चाहिँ जानुपर्ने हुन्छ है त हेलो गाइज हामी फाइनली मूलघाटमा छौँ मूलघाट झर्दैछौँ यहाँ कहिले यहाँ पऱ्यो किचेर मार्छ भर्खरै होइन हुन्छ यहाँ चाहिँ तर यो नदी एकदम अहिलेको खोला चाहिँ एकदम कालो थियो झम्ले थियो यो नदी चाहिँ एकदम सफा क्लिन आइरहेछ अरे कस्तो निलो निलो देखिरहेछ नि खोलालाई पनि देख्न सक्नुहुन्छ यहाँ चाहिँ हामी कसरी जाने हो यो ठुलो पराउ जिरोको तलाको गाडीदेखि स्ट्रेट छेउ त्यही झार्ने माल चाहिँ तर गाडी कहाँ राख्ने हामीले भनेर यहाँ चाहिँ हामी चाहिँ यहाँ हिलेमा आइदिएछौँ टक्कलारो हिले तोङ्गा चौकदेखि माथि लाग्यौँ देख्न सक्नुहुन्छ हिलेको यो गुम्बा हो
योदेखि टक्क माथि जाँदैछौँ। हाम्रो चाहिँ सिद्धार्थसम्मको यात्रा हो। तपाईँहरूलाई म देखाउँछु, बाटो बाटोमा चाहिँ अलिअलि देखाउन पाइनँ। मेन ठाउँको तपाईँहरूलाई देखाउँदै जाँदैछु होइन, हेरिदिनु होला। हिले बजार यस्तो छ, हिले बजार यस्तो छ, हेर्नु होला साथीहरू। हिले तोङ्गा चोकदेखि मासतिर हामीले चाहिँ अनि यहाँदेखि अब टक्क लाएर हुन्छ यो पाखिरा सार्ने बाटो तलतिर यहाँ थोरै काम त्यहाँ रोक्नुपर्ने हुन्छ। त्यसपछि तपाईँहरूलाई म एकैचोटि फेरि हामी तल हिलेदेखि मुनतिर खाना खानु जान्छौँ। अनि फेरि घुर्दाखेरि तपाईँलाई म तोङ्गाको चोकहरू सबै देखाउँदै आउनेछु, हेर्दै गर्नु होला है त साथीहरू। हामी चाहिँ फाइनली अब हिलेबाट यता के भन्छ पाखिरा जाने बाटोतिर लागिसकेका छौँ। पाखिरा चाहिँ त्यो जाने होइन, यहाँबाट अब थोरै सामान छ। एउटा पोका मात्रै छ, त्यो चाहिँ प्लास्टिकको पोका हो। त्यो चाहिँ अनि बिस्कुट भट्टीमा छोडिदिनु पर्ने हुन्छ हामीले। त्यहाँसम्म छोड्नको लागि हामी गइरहेछौँ। देख्न सक्नुहुन्छ यो चाहिँ पाखिरा जाने बाटो हो। यो सब्जी पसलहरू मस्त छ जाने हो। यहाँपट्टि बुद्ध चोक पनि तपाईँलाई देखाइदिन्छु म। त्यो बुद्ध चोकबाट चाहिँ हामी थपक्क घुर्ने हो क्या यता सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। यहाँ माथि बिस्कुट भट्टी छ, त्यो भट्टीमा चाहिँ पैसा उठाउने अनि टक्क लगाएर त्यहाँ एउटा प्लास्टिक ल्याइदिएको छ। त्यो प्लास्टिक चाहिँ त्यहाँ छोडिदिनु पर्ने हुन्छ। धेरै ठुलो छैन, सानो छ। त्यही भएर यो बाटो आएको होइन भने त अलिक सामानहरू त हामी माथिल्लो बाटो आउँछौँ। यो पनि बिस्कुट भट्टी हो, देख्न सक्नुहुन्छ। बुद्ध चोक चाहिँ यहाँनिर छ। यो चाहिँ बुद्ध चोक भयो। यहाँ चाहिँ हामी घुर्नु पर्ने हुन्छ फाइनली। यो चाहिँ बुद्धको मूर्ति छ। यहाँ एउटा माथिलो हो बिस्कुट भट्टी चाहिँ होइन, त्यहाँ सानो कुरा छ। के छ दाजु, के छ होइन अब सामान? ए ल अनि हामी पटल लाग्यौँ भने यता माथितिर बिस्कुट लाग्यो। मोटे आउँदैछ तलतिर। कालो मात्र यता हो टक्क लगाएर फाइनली गाइस हामी चाहिँ खाना खान आइसकेका छौँ। खाना खाएर अब तपाईँ यहाँ खाना खाने बस्ने अनि त्यस पछाडि यहाँ लेमा चाहिँ काम सकिसकेको छ हाम्रो। लेबाट चाहिँ अब माथि जान्छौँ त्रिशुली हुँदै जयपाती हुँदै सिधासम्म हाम्रो काम देख्न सक्नुहुन्छ। हामी चाहिँ खाना खाएर टक्क लगाएर अब हिलेमा आइपुग्यौँ। हिलेको तोङ्गा चोक यो चाहिँ पर तोङ्गा चोक होइन। अब हामीले यता जानुपर्ने हुन्छ सर्च लगाएर हुन्छ। हामीले अब टन्न भएर हिँड्यो नि त। टन्न भएर हिँडेपछि त अब केको डरै भएन नि त। टन्न अगाएर हिँडेपछि त केको डर भयो त भएन नि त। अब भात खाएन भने अब ग्यास्ट्रिक छ, समस्या हुन्छ। टाइममा खाएन भने त्यस्तो हुन्छ। अनि के गर्नु त खानु पऱ्यो। हामीले चाहिँ हिलेमा काम पुरै सकिसकेँ मैले चाहिँ। अब चाहिँ हाम्रो काम चाहिँ जोरपाटीबाट स्टार्ट हुन्छ। त्रिशुलीमा पनि घुर्दा मात्रै हुन्छ, जाँदा हुँदैन। कहिले पनि त्रिशुलीमा घुर्दा हुन्छ। अनि त्रिशुलीबाट जोरपाटीबाट सिद्धुवामा सकेर चाहिँ हामी फाइनली त्रिशुलीमा मात्रै काम हुन्छ। अनि त्यसपछि हिले मुनि हुन्छ। ल त गाइजहरू हेर्दै गर्नु होला। यस्तो छ 12 ट्रक गाडीसम्ममा गइरहेको छ अगाडि। तपाईँहरूलाई म देखाउने छु। देख्न सक्नुहुन्छ गाइज होइन, हामी चाहिँ यो के भन्छ जोरपाटदेखि थोरै ओर्तिर छौँ। गुराँसे पतिर हो। हामी यहाँनिर छौँ। टक्कसँग एकदम लागिरहेछ, से मस्त लागिरहेछ होइन। अझै हामी जानुपर्ने हुन्छ फाइनल तरिकाले। हाम्रो गाडी यहाँ छ टक्क लगाएर। यता बस आयो।
जोरपाटी आइसकेको छौँ। जोरपाटी आउने क्रममा चाहिँ त्यहाँ बाटोमा यहाँ त्यसलाई कुन चाहिँले हानेछ अनि चाहिँ भटाक गरेर बस्दै थियो, रोडमा हालिदिँदै थियो। अनि मैले चाहिँ गाडी जोडेर समातेर लिएर आएको। एकछिन यहाँ बसोस्, आराम गरोस्, अनि यो जाओस् भनेर यहाँ राखिरहेको छु मैले। भाग्दैन सँगै आउँछ। अहिले त लडीबडी गर्दै थियो, अहिले लडीबडी गर्दै थियो। अहिले चाहिँ मस्त चङ्खा भइसक्यो यो पनि, किनभने अब यस्तो हामीले चाहिँ हत्ती हिंसा गर्नु हुँदैन नि त, किनभने उसको नि ज्यान हो, जोगाइदिउँ भनेर म यहाँ रोडमा लडीबडी गर्दै थियो, भटाक गर्दै थियो। अनि समातेर ल्याएर यहाँ गाडीमा राख्यो। गाडीमा राखेपछि एकदम चङ्खा भइसकेको छ अहिले चाहिँ, देख्न सक्नुहुन्छ। चरा यो चराको नाम चाहिँ के हो त्यो मलाई त्यो थाहा भएन होइन। देख्न सक्नुहुन्छ त्यो अब गाडीसँग ठोक्यो कि न के भयो, यसलाई भटाक गरिरहेको थिएँ मैले रोडमा भेटेको। अनि यसलाई त्यतिकै छोड्दा त अरूले मारिदिन्छ, त्यही भएर मैले रोकेर यसलाई चाहिँ गाडीमा समातेर लिएर आएको। अहिले चाहिँ निकै चङ्खा भइसकेको छ यो चरा। यो किन त्यसलाई उडाउनै पर्ने हुन्छ, हामीले थोरै आरामको लागि मात्रै ल्याएको थियौँ। यहाँ सिट हगिदियो मात्रै बित्थामा, त्यसले होइन। देख्न सक्नुहुन्छ गाइजहरू, यो चाहिँ अब जोरपाटी बजार हो। जोरपाटी बजार फटाक लगाएर दिलाएर चाहिँ हामी जाँदैछौँ। त्यो सामान झार्नु पर्ने हुन्छ। जोरपाटी बजारको त्यो चाहिँ ट्याक लाँदै गएको ठाउँको चाहिँ यो चाहिँ स्ट्यान्ड हो। जोरपाटी बजारको स्ट्यान्ड, यो चाहिँ स्ट्यान्ड हो। बजार चाहिँ यति नै सक्यो, बजार चाहिँ सक्यो यति हो त। बजार चाहिँ यति नै हो। उयो बिल्डिङदेखि उता छैन, बजार यति नै हो, त्यो मात्रै हो गाइस। हामी चाहिँ यहाँ अब जोरपाटीबाट यहाँ आइसकेको छौँ सिद्धावरतिर। देख्न सक्नुहुन्छ तल उपर तपाईँले उयो सिमेन्ट फ्याक्ट्री छ। अब हामी चाहिँ टक्क यहाँनिर एकछिन रोकिएको होइन, साथी दिउँ भनेर अनि त्यही भएर टक्क बनाइदिइहाल्यो। गाडी यहाँ छ। अब पुग्नलाई लगभग हामीले 5 मिनट जस्तो लाग्छ, धेरै लाग्दैन गाडीहरू। अब चाहिँ हामी यहाँदेखि जान्छौँ। देख्न सक्नुहुन्छ गाइस, हामी चाहिँ अब सिद्धुवाको छेउमा आइसकेको छौँ। सिद्धुवा लेखेको बोर्डमा सिद्धुवा बजार लेखेको बोर्ड अगाडि छौँ हामी चाहिँ। अब हामीले यहाँदेखि सिद्धुवा पुग्नलाई धेरै टाइम लाग्दैन, उयो पट्टितिर मात्रै हो सिद्धुवा। तपाईँ गाइस हेर्दै गर्नु होला। हामी अब यो सिद्धुवाबाट चाहिँ हामी उता जाँदैनौँ, यता फर्किन्छौँ सिद्धुवाबाट। घुरेको भिडियो पनि तपाईँहरूलाई म देखाउने छु। गाइस देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँनिर फाइनली कोपी चोक भएको अगाडि आइसकेका छौँ। सिधा स्ट्यान्ड पुग्ने चाहिँ बाँकी छ, हामी कोपी चोकमा छौँ ठ्याक्कै। तपाईँहरूले देख्न सक्नुहुन्छ कोपी चोकदेखि चाहिँ हामी अलिपट्टि सिद्धुवा हिलटप मुनतिरसम्म पुगेर जाँदैछ। यहाँ मोटो फेरि आउँदैछ ल। देख्न सक्नुहुन्छ गाइस, सिद्धुवा बजार आइपुग्यो। हामी चाहिँ स्टक्क लगाएर सिद्धुवा बजारमा सर्लक आइपुग्यौँ होइन। यो चाहिँ अब स्ट्यान्ड हो। यो स्ट्यान्डमा चाहिँ हामीले काम गर्नुपर्ने हुन्छ, तर यो तपाईँहरूले काम गरेर धेरै चाहिँ देख्न अलिक सकिँदैन नि त। यताउता गर्नुपर्ने हुन्छ, पैसा उठाउनुपर्ने हुन्छ, त्यही भएर काम गरेको भिडियो चाहिँ अलिक देखाउन सकिँदैन। यहाँ स्ट्यान्डदेखि चाहिँ तपाईँहरूलाई म घुर्दा मात्रै देखाउँछु। देख्नुहुन्छ यो चाहिँ स्ट्यान्ड हो। हेलो गाइज, हामी चाहिँ अहिले फाइनली यहाँ धनकुटाको आर्मी ब्यारेक मास्तिर आइसकेका छौँ। तपाईँहरूलाई देखाउन चाहन्छु म यहाँ। अब फाइनली यहाँ धनकुटाको आर्मी ब्यारेक मास्तिर आइपुगेको छु। अब हामी पात्लेमा गएर एकछिन त्यो काम छ, पात्लेमा रोकेर त्यसपछि हामी सिधै मूलघाट झर्नेछौँ। हेर्दै गर्नु होला। हामी चाहिँ अब यहाँ फाइनली यहाँ धनकुटा बजार मास्तिरै छौँ। धनकुटा बजार यहाँ मुनतिर, हामी यहाँ ठ्याक्क मास्तिरै छौँ। तपाईँहरूलाई जानकारी गराउँछ है। अब हामी चाहिँ यहाँदेखि मूलघाट पुग्न लगभग हामीलाई कति आधी घन्टा 45 मिनट त्यस्तै टाइम लाग्छ, किनभने यहाँ बिचमा थोरै टाइम काम छ नि त। यहाँदेखि त मूलघाट त त्यस्तो आधी घन्टा पनि लाग्दैन, आधी घन्टा समथिङ आधी घन्टा चाहिँ लाग्छ मूलघाट पुग्नलाई। यहाँ हामी बसेको ठाउँदेखि चाहिँ। तर हाम्रो चाहिँ बिचमा थोरै काम छ कि त्यो काममा चाहिँ जाने बित्तिकै काम भइहाल्यो भने मान्छे भेटिहाल्यो, छिटो भइहाल्यो भने चाहिँ हामी चाहिँ लगभग 45 मिनटमा चाहिँ पुग्छौँ है त। हेलो गाइज, हामी फाइनली भेलाटारमा आइसकेको छौँ। अब भेलाटारमा चाहिँ काम सकिसकेको छ हाम्रो, फाइनली सबै काम सकिसकेको छ। अब हामी चाहिँ यहाँबाट हिँड्न लागेको
अब यहाँबाट हामी लगभग आधी घन्टा समथिङ आधी घन्टामा चाहिँ धरान पुग्छौँ किनभने गाडीमा अलिकति समस्या आए जस्तो लागिरहेछ आएको जस्तो लाग्छ क्लोजको अलिक समस्या आइरहेछ आधी घन्टा चाहिँ लाग्छ त्यहाँसम्म पुग्नको लागि अनि आरामले जानुपर्ने हुन्छ सेफ तरिका जानुपर्ने हुन्छ लेख्न धेरै टाढो यहाँ बेसी टक्क धेरै टाढोमा आइसकेको छौँ लगाइदिएर हामी फाइनली सिद्ध पुगेर धरान आइपुगेको छौँ भर्खरै आइपुगेको धरान हाम्रो चाहिँ गाडी भोलिको लागि मैदा लोड भइरहेको छ माथि लोड गरेर हामी अनि ग्यारेज जानुपर्ने हुन्छ तर गाडीमा समस्या आइरहेछ हेर्दै गर्नु होला है त गाडी राति 4 बजीदेखि हेर्ने कहिले हामी चाहिँ 7 बजिसक्यो 7 बजी हामी धरान आइपुगेको छौँ के गर्दै हुन्छ कस्तो अवस्थामा गएर अहिले 7 बजीसम्म यहाँ धरान आइपुगेको सुत्न आँटेको छु म गरिहाल्नु होला है मेरो भिडियोहरू सुधार्नु पर्ने